रासोपाको शंकास्पद गाडी नियन्त्रणमा, गाडीभित्र भरी भराउ बोराभित्र के छ, गाडी छुटाउन दौडिँदै पुगे रासोपाका स्थानीय नेताहरू। बारा क्षेत्र नम्बर 3 मा राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचारमा अपनाइएको एक शंकास्पद सुमो गाडीलाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन्। स्थानीयका अनुसार गाडीभित्र भरी भराउ बोरा राखिएको थियो। ती बोराभित्र के सामग्री थियो भन्ने विषय अझै आधिकारिक रूपमा खुलाइएको छैन। बोराभित्र बालेन सरकार लेखिएको होलीको टी सर्ट हुन सक्ने आशंका गरिएको छ। यो आचार संहिता विपरीत हो भन्दै प्रहरीले पसलबाट समेत त्यस्ता टी सर्ट जफत गरिराखेको समयमा रासोपाका उम्मेद्वार स्वयंले गाडी टी सर्ट बाँड्नुले के अर्थ दिन्छ होला भन्ने प्रश्न खडा भएको छ। रासोपाका स्थानीय नेताहरूले भने बोरामा टी सर्ट तथा अन्य प्रचार सामग्री रहेको दावी गरेका छन्। तर यदि ती सामग्री सामान्य प्रचारका साधन मात्र थिए भने किन गाडीप्रति स्थानीयले शंका गर्नु पर्यो र किन घटनाले यति ठूलो चर्चा पायो? यसैबीच रासोपा बारा 3 का उम्मेद्वार अरविन्द शाहले प्रचार प्रसारमै 30 लाख रुपैयाँ भन्दा बढी खर्च गरिसकेको दावी गरिएको छ। निर्वाचन क्षेत्रमा घर, सडक र पोलहरू प्रचार सामग्रीले ढाकिएका छन्। रङ्गीचङ्गी ब्यानर, झण्डा र टी सर्टको बाढीले क्षेत्र नै चुनावी बजारमा परिणत भएको देखिन्छ। उम्मेद्वार शाह आफूलाई खल्ली नामक डिजिटल बैंकको सञ्चालक बताउने गर्छन्। तर यति ठूलो खर्चको स्रोत के हो र खर्चको पारदर्शिता कति छ? निर्वाचन आयोगको मापदण्ड पालना भएको छ कि छैन? यी प्रश्नहरू उठ्न थालेका छन्। स्थानीयहरू भन्छन् यति खर्चिलो प्रचार शैली यस क्षेत्रमा पहिले कहिले देखिएको थिएन। चुनाव जित्नका लागि पैसाको खुला प्रदर्शन भइरहेको हो कि भन्ने आशंका पनि बढ्दै गएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।